चाहिँ मेरो डक्टरसँग अपोइन्टमेन्ट छ हो। अब के भन्नुहुन्छ डक्टरले हैन, त्यो हेरेर हुन्छ। सो आज यताको रुमको हालत म देखाउँछु ल तपाईलाई। हेर्नुस् है, यस्तो एभ्रीडे अर्को डिपार्टमेन्ट बिफोर गरिराख अहिले यो चाहिँ अहिले बिफोर गरिराख्नु अरे हो। सरले डल्लै सफा गरिदिनु भनेको छु मैले हो। यो चाहिँ आफ्टर हो, त्यहाँबाट आफ्टर म देखाउँछु ल। त्यस्तो गरममा म के गर्नु सक्छु? अहिले भेट्छ फेरि म गएको अब। तिमीलाई चाहिँ डेलिभरी हुनु आँटेको छ नि त है। अब उसको डेट आउनु आँटेको छ कि, त्यो भएर उसलाई सेरेमा हिँड्नु मन लाग्छ। बडी पनि पुरा दुख्छ। बडी पुरा दुख्छ है। यता र उता फर्किनु साह्रो पर्छ। फर्किनु सक्दिनँ, लडेपछि उठ्नु सक्दिनँ। ओछ्यानमा लड्नु मात्रै मन लाग्छ गाइस। के भएको मलाई? हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु आवर च्यानल। तपाईँहरू सबजना हाम्रो च्यानलमा स्वागत छ। आज चाहिँ हो यस्तो डरलाग्दो चाहिँ गरम हो, यसमा चाहिँ केही काम गर्नु पनि नमन पर्ने होइन। अन्त आज चाहिँ हामी छिटो उठेको थियो किनभने मेरो ब्लड टेस्टहरू थियो नि त आज। अन्त आज चाहिँ मेरो अल्ट्रासाउन्ड गर्नु पनि जानुपर्छ हो। त्यहाँदेखिको भोलि चाहिँ मेरो डक्टरसँग अपोइन्टमेन्ट छ हो। अब के भन्नुहुन्छ डक्टरले होइन, त्यो हेरेर हुन्छ। सो आज ब्लड टेस्टहरूमा चाहिँ मलाई डर लागिरहेको छ हो, किनभने मलाई पुरा इचिङहरू हुँदैछ नि त। अन्त मेरो के अरे लिभरको उयोहरू एन्जाइम्सहरू बढ्यो कि भन्ने पनि भइरहेको छ हो। यस्तो डरलाग्दो टेन्सन हुँदो रहेछ कि फेरि। अन्त यहाँनिर चाहिँ आज चाहिँ घरहरू बिस्तारै बिस्तारै गर्दै सफा गर्दैछु, अल्छी लाग्दै भए पनि हो। तर पनि सफा त के भन्नु, अब यस्तै हो। यताको रुमको हालत म देखाउँछु ल तपाईँलाई। हेर्नुहोस् है, यस्तो डरलाग्दो हो। यहाँनिर चाहिँ हामीले अस्ति खिड्की खोल्दै यस्तो डरलाग्दो गरम हुन्छ नि त, त्यो भएर हो। यहाँ चाहिँ घाम चाहिँ यतापट्टिबाट उयो हुन्छ नि त, सनराइज यता सेट हुन्छ भनेर चाहिँ यो खोलिदियो हो। अन्त चाहिँ यहाँ हेर्नु न, यस्तो डरलाग्दो चाहिँ उयो छ यहाँ हो। अन्त यो चाहिँ हिजो दिदीहरू आउनुभएको थियो नि त, सुमन दिदी र भेना हो। अन्त नि नानीको लागि गिफ्ट ल्याइदिनु भयो हो। अन्त आज चाहिँ योहरू म सबै फेरि धुन्छु होइन। योहरू चाहिँ योहरू ल्याइदिनु भएको छ। योहरू चाहिँ मैले अस्ति धोएर चाहिँ हो यहाँ राखिरहेको छु हो। अब योहरू सबै मिलाउँछु। अन्त मैले हस्पिटल ब्यागहरू पनि रेडी गरेको छुइनँ हो। अब त्योहरू पनि गर्नुपर्छ हो। त्यो त छोडिदिनु, मेरो यहाँनिर प्लान्टहरू हेर्नुहोस् न, यस्तो डरलाग्दो भएको छ कि गरमले गर्दा मुनि राखिदिएको। त्यही माथि यहाँनिर चराहरूलाई चाहिँ यहाँनिर खाना दिन्छ नि त, त्यो खाना चाहिँ सबै झरेर यस्तो हुन्छ यहाँ डल्लै मैला। यहाँ हेर्नु न हो, भक्कै लागिसक्यो मलाई। अन्त आज चाहिँ मेरो बुढाले काम छुट्याइदिएको कि, किनभने सरको काम अहिले छैन हो। अन्त सरलाई चाहिँ मैले यो डिपार्टमेन्ट दिइरहेको छु। एभ्रीडे अर्को डिपार्टमेन्ट यो चाहिँ अहिले बिफोर गरिराख्नु अरे हो। सरले डल्लै सफा गरिदिनु भनेको छु मैले हो। यो चाहिँ आफ्टर हो, त्यहाँबाट आफ्टर म देखाउँछु ल। आफ्टर चाहिँ म लडिरहेको देखाइदेऊ न भन्दैछ। यस्तो गरम छ बिचरा, तर ऊ पनि हो यस्तै हुन्छ हो। गरममा चाहिँ एकछिन ऊ बस्यो, फेरि अब खाना पकाउनु पर्छ फेरि है चुलामा हो। बिजौ भइसकिसक्यो, यस्तो डरलाग्दो चाहिँ गरम हुन्छ कि यहाँनिर चाहिँ। अब अस्ति 2 दिन चाहिँ मजाले पानी पऱ्यो होइन, 2 दिन भन्दा पनि 1 दिन पऱ्यो राति। त्यो दिनै मात्रै होला म मजाले सुतेको हो, नभए चाहिँ उठेर हो। कुन चाहिँ लुगा? अन्त चाहिँ अब म खाना पकाउँछु हो। खाना पनि के पकाउनु वाक्कै पो लाग्छ हौ। यस्तो गरममा है खानु पनि मन पर्दैन हो। त्यो मात्रै खाएन भने पनि टेन्सन अब हो। अन्त चाहिँ के गर्नु अब हो। अन्त आज चाहिँ म छिटो मेरो यो घरहरू अलिअलि मिलाउँछु। अन्त हस्पिटल ब्यागको चाहिँ म सेपरेट उयो बनाउँछु हो, भिडियो के हाल्छु भनेर। किनभने मैले प्रायः सामानहरू चाहिँ सबै किनिसकेँ हो। अन्त चाहिँ अब हेरौँ होइन। मैले चाहिँ अझै के गर्छु भने चाहिँ नानीको नि डाइपर्स हो, वेट वाइप्सहरू होइन, अरू 1-2 त्यो उयो एक्सेसरिजहरू चाहिँ मैले अलग्गै उयसबाट मगाएको थिएँ होइन। त्यो चाहिँ के भएर मेरो दिमाग मैले कति चेक गरेँ, तर पनि फेरि दार्जिलिङको एड्रेसमा पठाइछु हो। दार्जिलिङको एड्रेसमा चाहिँ डेलिभरी उयो गरेको छु होइन। अन्त त्यहाँदेखिको भएर त बहिनी पनि घरमा हुँदैन अहिले हो, ड्युटीमा हुन्छ त्यो। अन्त फेरि अब त्यहाँनिर कहाँ राखेँ माग्नु फेरि हो। अन्त त्यो भनेर चाहिँ मैले सबै क्यान्सल गरेँ। त्यही भएर चाहिँ अब अहिले आएको छैन हो। अन्त त्यो यहाँनिर चाहिँ अहिले जे नेसेसरी छ त्योहरू मात्रै किनेँ मैले हो। एक-एकवटाहरू किनेको छु।
अन्त अब मेरो सबै रेडी भइसकेको छ नि त। अन्त आज बेलुका नभए चाहिँ भोलि डक्टर देखाउँछु। डक्टर देखाएर आएर चाहिँ मेरो डेट पनि कन्फर्म हुन्छ होइन। अन्त चाहिँ त्यहाँदेखिको चाहिँ म हस्पिटल ब्याग प्रिपेयर गर्छु हो। बुढाले मजाले सफा गर्नेछ होला भनेर हेर्नु आएको त ऊ हेर्नुहोस् है। अब फेरि 5 मिनट बादै ल्यान्डिङ पो भएछ फेरि। यहाँनिर चाहिँ जस्तोको त्यस्तै छ नि फेरि अहिले बिफोर एन्ड आफ्टर हेर न भन्दै थियो हो। जस्तोको त्यस्तै छ बिफोर एन्ड आफ्टर हो बुढा। त्यस्तो गरममा म केही गर्नु सक्छु। अहिले भेट्छ फेरि म गएको अब जाऊ हौडमा उठेर गरिहाल्नु त छिटो। यहाँ आजको यो काम चाहिँ तिम्रो हो। अहिले घाम असर गर्दा हुन्छ। अहिले भात खाएर झन् केही गर्नु मान्दैन। खाना खाएपछि त झन् फेरि भोक राखिदिन्छु नि आज बिहानदेखिकै। खानु मन छैन मलाई आज। ए ल त्यसो भए सुत तिमी ल। म पनि केही गर्दिनँ, म पनि सुतेको अब। काम गर्नु मन छैन। तिमीलाई चाहिँ डेलिभरी हुनु आँटेको छ नि त है। अब उसको डेट आउनु आँटेको छ कि त्यो भएर उसलाई सेरे हिँड्नु मन लाग्छ। बडी पनि पुरा दुख्छ। बडी पुरा दुख्छ है। यता र उता फर्किनु साह्रो पर्छ। फर्किनु पनि सक्दिनँ, लडेपछि उठ्नु पनि सक्दिनँ। ओछ्यानमा लड्नु मात्रै मन लाग्छ गाइस। के भएको मलाई बताइदिनुहोस् न, भनिदिनुहोस् त मेरो बुढीलाई अलिक सम्झाइदिनुहोस् त। वाक्कै पर्छ मलाई। हो नि है। यहाँ बुढी चाहिँ फिट एन्ड फाइन छ नि। मर्यो गरमले के गर्नु नि यो सिलगढीको गरमले मर्न आँट्यो हामी। अब चाहिँ म यहाँनिर हो हाम्रो दिउँसोको खाना बनाउँछु। भेन्डी आलु दाल भात अन्डा बनाउँछु आज म। अब मेरो बुढा चाहिँ नि प्रकाशलाई चाहिँ अघि मैले भने भएन त्यो सफा गर भनेर ऊ ढल्किरहेको थियो हो। अब म यता ढल्केर उठेँ कि कति बज्यो भने त अहिले यहाँ त घरै छैन। 1 बज्यो हो। के गर्दै रहेछ हेर्छु ल। 1 साढे 1 बज्यो। त्यही पोजमा रहेछ मेरो बुढा चाहिँ हो। तर यहाँ चाहिँ मिलाएछ है। धन्यवाद। बिफोर एन्ड आफ्टर यति मात्रै बुढा? त्यस्तो डिफ्रेन्स त मैले देखिनँ। ठिकै गरेँ हो। यो चाहिँ ठिकै छ। यो चाहिँ यहाँबाट झर्छ। अब यहाँबाट झर्छ कि मैले चाहिँ सोचेको यो जुन चाहिँ छ नि यिनीहरूको खाना चाहिँ यहाँनिर धुलाउनु पकाएर चाहिँ ठिकै हुन्थ्यो भनेको। किनभने यो बाहिर झर्थ्यो नि त सबै। तर यहाँनिर डल्लै मैला हुन्छ हो। हाम्रो प्लान्टहरू पनि सबै सुकिसक्यो। मस्त पानीले ए ओइली ला मेरो यो डल्लै मर्यो। यो मेरो साइनले ल्याइदिएको फुल हो। म त मेरो बुढा अहिले पनि सुतिरहेको छ होला भनेर यस्तो बिस्तारै आएर हेरेको त। थ्याङ्क यू। भात पाक्यो? ए भात पकाउनु त तिम्रो टर्न पो त बुढा। यो मान्छे अटस भएर ए गएपछि भर्खर उठ्यो हो। सुतेछु कि अन्त अब चाहिँ अल्ट्रासाउन्ड गर्नु जान्छु हो। किनभने डक्टरले 7:30 को टाइम दिनुभएको छ नि त। अन्त 7:30 मा चाहिँ आउनु हुँदैन हो। तर अलिकति अगाडि पुग्नु पऱ्यो होइन। अहिले चाहिँ बजेट 7 बज्नु आँटेको छ। अब म रेडीहरू हुन्छु हो। अन्त अब ब्लड रिपोर्टहरू त आइसकेको छ मेरो। ब्लड रिपोर्टमा चाहिँ अलिकति थाइरोइडको प्रब्लम फेरि बढेको रहेछ मेरो। अस्तिको महिना त ठिकै थियो। यो महिना फेरि बढेको रहेछ हेरौँ अब। अन्त सिबिसीहरू अलिअलि प्रब्लम रहेछ हो। अन्त अब चाहिँ अल्ट्रासाउन्ड चाहिँ हेर्नुपर्छ के हुन्छ भनेर। यस्तो गरम छ कि अक्टो पनि लाग्छ हो जानु पनि बाहिर अब। सो के हुँदो रहेछ होइन। अन्त भोलि चाहिँ मेरो डक्टरको अपोइन्टमेन्टको लागि चाहिँ 1 बजी आउनु भनेर भनेको छ हो। सो भोलि म आज र यो भोलिको भ्लग एकैचोटि म कन्टिन्यू गर्छु। अन्त अब अल्ट्रासाउन्ड गरेर के हुँदो रहेछ होइन। आज चाहिँ मैले हिजो चाहिँ भ्लग गर्नु पाइनँ हो। अल्ट्रासाउन्ड गरेर आएर किनभने ढिलो भयो नि त। अन्त प्लस पुरा गरम भएको थियो हो। अन्त अब चाहिँ म डक्टर देखाउनु गएको। डक्टरले के भन्नुहुन्छ होइन। अल्ट्रासाउन्डमा त नानीको त ठिकै आएको छ। मेरो चाहिँ अलिकति प्रब्लम भएको छ नि त। त्यसले गर्दा चाहिँ अलिक डर लागिरहेको हो। डक्टरले के भन्नुहुन्छ अब हेर्नु मान्छु होइन। अन्त मलाई जतिसम्म लाग्दैछ भोलि नै उल्टी गर्नु भन्छ होला जस्तो लाग्दैछ हो। तर पनि हेरौँ अब होइन। सो अहिले 1 बजी मलाई बोलाउनु भएको छ कि। तर 1 बजी त आउनु हुँदैन डक्टर होइन। तर पनि अब म जान्छु होइन। त्यहाँदेखिको
के हुँदो रहेछ म भन्छु नि ल। कोही कोही बेला चाहिँ नि डक्टरको ओटी इमर्जेन्सी ओटी पऱ्यो भने चाहिँ अब 4 घन्टा 5 घन्टा पर्खिनुपर्छ हो। एकपल्ट झन् म नि 2 बजी गएको, बेलुका 7:30मा आएको नि ड्र नै बसेको हुँदो रहेछ त्यहाँनिर हो। तर पनि आज चाहिँ ओटीको डे होइन नि त, इमर्जेन्सी पऱ्यो भने मात्रै हो त्यस्तो चाहिँ। अन्त अब हेरौँ के हुँदो रहेछ हो। आज चाहिँ बाहिर पनि शीतल भइरहेको छ हो, तर पनि पसिना त त्यही हो, शीतल भयो नि जे भयो हो। यस्तो त गरम हुन्छ हो, हेर्नु नै शीतल भइरहेको छ पनि हो। सो आज के हुन्छ म तपाईँलाई भन्छु ल। अन्त मेन कुरा चाहिँ के भन्दा चाहिँ मैले हस्पिटल ब्याग पनि प्याकै गरेको छुइनँ। यस्तो अल्छी लाग्छ कि अब काम गर्नु सक्दिनँ, पुरा लेथार्जिक हुन्छ हो, त्यहाँमाथि गरम। अन्त आज चाहिँ आएर चाहिँ म हस्पिटल प्याक गर्छु हो। सो के हुँदो रहेछ म भन्छु नि ल तपाईँलाई। हामी चाहिँ भर्खर आइपुग्यो हो। कति दिउँसो 1 बजी गएको होइन, 7:30 भएछ हो। डक्टरै ढिलो गर्नुभयो 3 बजी बाद हो। त्यहाँदेखिको फेरि मलाई टेस्टहरू दिनुभयो नि त। अन्त फाइनली डक्टरले चाहिँ मलाई भन्नुभयो 16th ओटी गर्नु भनेर होइन। तर मेरो अब एउटा प्रब्लम भएर चाहिँ मैले 16th म गर्नु सक्दिनँ, 19th आउँछु भनेको छु हो। अन्त 19th फाइनली मेरो 19th चाहिँ हुने भयो अब ओटी चाहिँ हो। अन्त आजको भ्लग चाहिँ यहीँनिर एन्ड गर्छु। के कस्तो लाग्यो होइन तपाईँहरूलाई हो, प्रकाश गरमले कस्तो गरम हो तर। अन्त आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु। के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नुहोस् होला होइन। अनि जो पनि नयाँहरू हेर्नुहुन्छ भने चाहिँ प्लिज हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, सेयर, कमेन्ट पनि गरिदिनुहोस् होला। बाई बाई, गुड नाइट।